गरेको छ भने उसकोमा गएर रिप्लाई दिएको छु। त्योभन्दा कडा रिप्लाई दिन मलाई पनि आउँछ। र अर्को कुरा के हो भनेपछि कसैले कमेन्ट गर्नुभन्दा पहिला घरमा उसको चेलीबेटी छ कि छैन, छोरी छ कि छैन। यस्तो घटना हाम्रो नेपालको यो समाजमा आफ्नो छोरीलाई बाउले छोरी भन्दैन, आफ्नो दिदीबहिनीलाई दिदीबहिनी भनेको छैन। यस्तो घटनामा कसैको जिन्दगीमा नघटला भन्न सकिँदैन। तर म माथि कसैले औँला नउठाउँदा हुन्छ, त्यो भन्छु मैले। यस्तै यी घटनाहरू घटिरहँदाखेरि अहिले तपाईँ माइती घरसम्म आइपुग्नु भएको छ, न्याय खोज्दै होइन। एउटा पार्टीको नेता भनौँ, उहाँले चाहिँ तपाईँले कसरी प्रभाव पार्यो, तपाईँलाई के सपना देखायो अथवा के झुटा आश्वासन दियो भन्ने खालको प्रश्न पनि उठ्ला। म अहिलेसम्म कसैको एउटा चक्लेट खाएको छैन। अहिलेको जमानाका मान्छेले कति ठाउँ गएर कसै साथीसँग घुमेर आएको हुन्छ, कसैसँग बसेर चिया खाएको हुन्छ। मैले अहिलेसम्म कसैको एक गिलास चिया खाएको छैन। मैले कसैलाई ठगेको होइन, कसैलाई लुटेको होइन। उसको कारणले गर्दा आज म यो ठाउँमा आउनु पर्यो। कसरी चाहिँ तपाईँलाई भनौँ न काठमाडौँ जस्तो ठाउँमा कसरी चाहिँ तपाईँलाई उहाँले जस्तो बोलाएर कुनै ठाउँमा होटलमा बोलाएर अथवा उहाँको रुममा बोलाएर अथवा तपाईँको रुममा आएर कसरी बलात्कार गर्नुभयो? उहाँले चाहिँ एउटा बिहा गर्छु भनेरै उहाँले आश्वासन दिनुभयो। मैले चाहिँ धेरै लामो समयसम्म त्यस्तो कुराहरू मैले सोचेको पनि थिएन, गरेको पनि थिएन। उहाँ विवाहित हो कि अविवाहित? उहाँले फर्स्टमा के भन्नुभयो भनेपछि यो कुरामा पहिला कोलपुर बस्थ्यौँ। कोलपुर बस्दाखेरि 2टा छोरा थिए, एउटा छोरा मरेको हो, एउटा छोरा छ बुढी चाहिँ जाजरकोटको केटासँग लागेर मैले डिभोर्स दिएको हो भने, अनि उसको बुढी जाजरकोटको केटासँग लागेर डिभोर्स दिएको हो। आफूले चाहिँ उसको बुढीलाई केही दिन परेन, त्यो जाजरकोटको केटाले चाहिँ 20,000 रुपियाँ दियो पनि भनेको त्यो आफ्नो बुढीलाई, अनि उसले पनि लगेन भनेको। अनि त्यसपछि चाहिँ अहिले बुझ्दै जाँदाखेरि 2टा बुढी छन्। अलरेडी अर्को पनि 2टा बुढी। बच्चाहरू त अहिले 2टा कान्छी बुढीबाट छ, एउटा जेठी बुढीबाट छ भनेर समाजको मान्छेले वरपर गर्यो। तपाईँ उहाँको घरमा पुग्नुभयो भनेपछि तपाईँलाई चाहिँ बिहे गर्छु भनेर चाहिँ आश्वासन देखायो होइन। त्यसपछि क्रमिक रूपमा तपाईँहरू भेट्नुभयो, शारीरिक सम्पर्क भयो होइन। तर अहिले भनौँ न, अहिले आएर चाहिँ तपाईँले बलात्कार भयो भन्दै गर्दाखेरि अघि नै पनि भने मैले तपाईँलाई होइन, पहिला चाहिँ किन भनेन, पहिला चाहिँ तपाईँ किन सम्बन्धित निकायमा जानु भएन भन्ने प्रश्न गर्न सक्छ नि तपाईँले। जब म माथि अन्याय भयो त्यसपछि म गएँ, त्यसपछि चाहिँ मैले आवाज उठाएँ। अब उहाँले बिहे नगर्ने अवस्थामा पुगेपछि तपाईँ कानुनको ढोका ढक्ढक्याउन बिहे नगर्ने अवस्थामा होइन। जब म छोरी मान्छेले मेरो जवानीलाई कसरीकन जोगाएर राख्ने भन्ने त्यो मेरो हातको कुरा हुन्छ। अहिले यो नेपालको समाजमा हामीले एकअर्कोमा आफ्नो जवानी जोगाउन धेरै गाह्रो छ। आफ्नै बाउबाट जोगाउन सकिँदैन भने चाहिँ यो पापी समाजको अगाडि कुनै छोरा मान्छेबाट जोगाउन सक्छौँ हामीले? सक्छौँ भन्नु त तपाईँले सक्दैनौँ नि। त्यही भएर म के भन्छु भनेपछि उसले बिहा गर्छु भनेर यस्तो गर्यो भन्ने होइन। मेरो चाहिँ जिन्दगीका सबै कुराहरू उठेर एउटा म 4 बच्चाको आमा जस्तो छु। उसले हस्पिटलको बेडमा लगेर बच्चा फाल्न लाएर रोडमा छोड्दाखेरि कानुन कहाँ छ? कानुन कहाँ छ भन्छु के म? कानुन कहाँ छ? कानुनले के हेर्छ? उसले गलत नगरेकै भए पनि यदि अथवा उसले मलाई टर्चर दिएकै हिसाबमा कानुनले सजाय दिनुपर्छ क्या? अहिले दिनुपर्छ कि पर्दैन? उसलाई हरेक मुद्दा लाउनुपर्छ। अहिले मलाई मानसिक टर्चर भोलि रोडमा आएको हिसाबले उसलाई कानुनले सजाय दिन सक्नुपर्छ। कानुन छैन। भोलि कानुनले मलाई के क्वेसन गर्छ भने तपाईँ किन जानु भएको सुन्न, त्यो क्वेसन गर्छ क्या? हाम्रो कानुनमा त्यो छ। म त त्योसँग सुन्दा त्यसको घरमा त गएको होइन नि। आखिरीमा मैले त्यसलाई म मेरो घरमा राख्छु पनि भनेको होइन नि, के भनेको?
ऊ दुईटा बुढी घरमा हुँदै दुनियाँ केटी डुलाउँछ। अर्को कुरा मलाई उल्टो मुद्दा हाल्नलाई 6 ठाउँ पुलिस चौकी गयो। चरित्र हत्याको मुद्दा हाल्छु भनेर 6 ठाउँ पुलिस चौकी गए। यी नम्बरहरू पनि मेरोमा आएका छन्, कहाँबाट कल आएको भनेर उनीहरूले डिटेल पनि दिएछ। प्रहरीले 4 चोटि साइबर ब्युरोमा को गयो, त्यो 4 चोटि साइबर ब्युरोमा को गयो। भोलि मेरो उसलाई सम्मति ल्याइसकेपछि भोलि साइबर ब्युरोबाट पनि अनुसन्धान हुनुपर्छ। को गयो त्यहाँ चरित्र हत्याको मुद्दा हाल्न, किन गयो, को केटी गयो, अथवा उसको बुढी गयो, अथवा ऊ गयो, अथवा कुनै केटीलाई पठायो, त्यो पनि तपाईलाई उल्टो मुद्दा हालिरहेछ हैन? उल्टो मुद्दा हाल्छु भनेर गयो। मुद्दा कहाँ लाग्छ? म यसरी रोइरहेको छु, यसरी रुँदै हिँडेको छु, उस्तै बुझ्ने प्रहरी अनुसन्धान चौकी छ भनेपछि कसैले हाल्छ? भनेपछि तपाईँ चाहिँ उहाँबाट बलात्कृत भएर तपाईँ प्रेग्नेन्ट पनि हुनुभएको थियो, अबोर्सन पनि भयो होइन? अबोर्सन पनि उहाँले नै लगेर गरिदिनु। हजुर, यो सबै प्रमाणहरू छ तपाईँ? हस्पिटलको कार्ड छ, हस्पिटलमा साइन गरेको ऊ। अहिले जहाँ मेरो मुद्दा दर्ता भयो उहाँहरूले मागिरहनु भयो। म माग्न जाँदाखेरि उहाँले तपाईँलाई डाइरेक्ट दिन मिल्दैन, हामीले उहाँले यस्तो यस्तो उहाँको यस्तो यस्तो समस्या भएर यहाँ आउनुभयो भनेर प्रहरी परिषदले अथवा प्रहरीले चिठी हालिसकेपछि हामी त्यही चिठी फेरि तपाईँलाई रिपिट गर्छौँ भने। उहाँ चाहिँ नेपाल जुन अहिले पार्टीगत रूपमा भन्नुभयो नि होइन, तपाईँले नेकपा एमाले निकट हुनुहुन्छ क्या होइन? तपाईँ उहाँ चाहिँ होइन, तपाईँ उहाँको पार्टीमा नि कतै जानुभयो कि न्याय खोज्दै? म चाहिँ पार्टीमा चाहिँ खासै गएन। के छ अहिले तपाईँको माग चाहिँ के हो? एउटा त तपाईँ न्याय पाउनुपर्छ